महिलाहरूले सक्षम बनाएको एउटा सफलताको कथा नेवा भाषाबाट। उनी हुन् उर्मिला देवी। उनी आमा हुन् र एक जिम्मेवार महिला हुन्। उनी हुन् सुमिना देवी। उनी विवाहित महिला हुन् र एक मेहनती महिला हुन्। उनी हुन् अमृता। उनी एक विद्यार्थी हुन् र एक आत्मनिर्भर युवती हुन्। उनी हुन् सङ्गीता। उनी गाउँबाट सहर आएकी युवती हुन् र एक प्रगतिशील युवती हुन्। भिन्न जीवन भिन्न यात्रा, तर गन्तव्य एउटै, नेवा कासा। पाटन स्थित रहेको एक नेवा रेस्टुरेन्ट। यहाँ उनीहरूले सुरुवात सरसफाई, सजावट र तयारीबाट नेवा घाँसालाई आकर्षक बनाउँछन् र आफ्ना श्रृङ्गार केस सजाउने गर्छन्। यसपछि प्रमुखले टिमलाई निर्देशन दिन्छन् जसले कामलाई व्यवस्थित र प्रभावकारी बनाउन मद्दत गर्दछ। यी सँगै सबै आफ्नो जिम्मेवारीमा लाग्छ। हरेक महिलाले आफ्नो भूमिका पूर्ण मेहनतले निर्वाह गर्छन्। स्वादिष्ट नेवा परिकार र राम्रो सेवा दिन्छन् जसमा मेहनत र माया पनि समावेश हुन्छ। ग्राहकहरूलाई खुसी र अविस्मरणीय सम्झनाहरू दिनका निम्ति। श्रेष्ठ नेवा भाषामा किचन हेडको रूपमा काम गर्दै मैले धेरै कुरा सिकेको छु, अझै सिकिरहनेछु र टिमलाई सिकाइरहनेछु। हामी नेवा भाषालाई महिलाहरूमा विश्वास गरेकोमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यो महिलाहरूलाई पनि स्वतन्त्र रूपमा कुनै पनि काम सफलतापूर्वक गर्न सक्छ भन्ने देखाए। यसैले हाम्रो आत्मविश्वास र क्षमतालाई नयाँ उचाइ दिएको छ। दिनभरको दौडधुप पछाडि पनि उनीहरू आफ्नो मुहारमा मुस्कान सजाइराखेका हुन्छन्। थकाइ, भोक र तिर्खा उनीहरू सँगै बसेर मेट्छन्, जसमा हाँसो, उत्साह र उमङ्ग पनि देख्छौँ। यही हाम्रो दिदीबहिनीहरूको मेहनत र जोसका कारण नेवा घाँसा नेपालको पहिलो पूर्ण रूपमा महिला सञ्चालित रेस्टुरेन्ट हुन सफल भएको छ। हामी मेहनती छौँ, आत्मनिर्भर छौँ, एकजुट छौँ।